वाह ये रहेछ त खाई पनि हाल्न इस जंगल में ये मिलना बहुत अच्छा रहता है क्योंकि इसमें ढेर सारा पानी होता है और इसे हम खाने वाले हैं। लोकल टुरिस्ट भएर आएको त पानीले बिजोग भयो नि। हराएको डायमन्ड चाहिँ अहिले पाउँदैछ बिम्पेटी गाउँबाट हडाएको थियो होइन आज चाहिँ गाइस। हामी चाहिँ टक्कै टुप्पोमा आउँदैछ, पब्लिक धेरै छ होइन। अब हामी केही प्र्याङ्क गर्नु आँटेको छ, रियाक्सनहरू है। गाइस आज फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ तपाईँहरूलाई होइन। आज चाहिँ हामी आँगने ढुङ्गा जाँदै गरेको, अन्त अब कहाँ कहाँ हुन्छ तपाईँहरूलाई भरे म मौसमले साथ दियो भने अरू जग्गा पनि जानेछु होइन। अन्त तपाईँहरूलाई म देखाएर दिन्छु सानो सानो क्लिपहरू। अन्त मेरो साथमा छ आज समीरको भाइ, हेलो, यहाँ छ विनोद, अन्त यहाँ छ हाम्रो अलवेज साउजी हिरो। ओके गाइस, अहिले फेरि हामी तपाईँलाई के हुन्छ बाटोमा देखाउँदै गर्छु दस। ओके गाइस, अब हामी चाहिँ बजारबाट हिँड्दै गरेको, अहिले तपाईँहरूलाई बाटोमा के हुन्छ तपाईँहरूलाई देखाउँछु दस। सो गाइस हामी चाहिँ अब तेल अलिक कम्ती छ हो, तेल लाउँदैछ यहाँ गाडी चाहिँ। हेलो गाइस, अहिले चाहिँ हामी अचानक यहाँनिर यो के भयो बाटो रोड मिक्स भएर चाहिँ हामी अचानक हामी चाहिँ त्यो गोच्याखुङको क्याम्पिङ जोनमा आइपुग्छौँ। अब यहाँको पनि दामी दामी सिनहरू छ, तपाईँहरूले देखाउने छु, हेरिदिनुहोस् होला। यहाँ चाहिँ पुरा क्याम्पिङ जोनहरू छ, यहाँ पर गयो भने चाहिँ यहाँ दामी छ। यहाँ केटाहरू जाँदैछ अगाडि अगाडि अब नेचर एक्सप्लोर गर्दै हिँडेको हामी चाहिँ यहाँनिर। सारले हेर्नुहोस्, तेरे नाम जस्तो छ त्यस्तो यसको। तेरे नाम भनेको मिलाइ पो हाल्छ त केस फेरि। त्यो नामले ध्यान गरेर बस्ने दामी बनाएको हेर्नुहोस्। कस्तो लाग्यो साथी तँलाई? यो जग्गा दामी लाग्यो? क्याम्प गरेर बस्नु मन परेन? त्यो त अब अर्को पालि चाहिँ टेन्ट हामीले यहीँ ल्याएर लाउनुपर्छ जस्तो छ। ए है, अन्त यता दामी रहेछ, हिरो लाग्यो कस्तो लाग्यो? ओभर मन पर्यो मलाई। जग्गा प्लेस दामी रहेछ, पिसफुल एकदम पिसफुल चाहिँ ओभर पिसफुल छ है। दामी छ। उहाँबाट हेर्नुहोस्, ऊ पर ध्वजाहरू के त्यो एकछिन आएर गएर देखौँ न, छेउमै गएर दामी रहेछ। सक्नुहुन्छ यहाँनिर चाहिँ दामी उयो गरेको थियो अस्ति, क्याम्पिङ उयो गरेको थियो यहाँनिर। हेर्नुहोस् न, यहाँ क्याम्प गरेर बसेको थियो अस्ति चाहिँ, दामी छ नि जग्गा चाहिँ। हेलो गाइस, अहिले भने चाहिँ हामी माथि गोच्याखुङको क्याम्पिङ जोनमै छ नि त होइन। यहाँ चाहिँ हामीलाई दामी सिनहरू लाग्यो नि त, पिसफुल रहेछ जग्गा पनि होइन। अन्त यहाँ चाहिँ केटाहरूले दामी सिन निक्ल्यो भनेर चाहिँ उनीहरू फोटो भिडियोहरू गर्दैछ नि त होइन। अब त्यहाँदेखि हामी चाहिँ अब चाहिँ निस्केर चाहिँ तल उयसमा जाने दुर्पिन डाँडा, त्यहाँदेखि चाहिँ हामी आँगने ढुङ्गा पनि जाने। त्यहाँदेखि तपाईँहरूलाई सबै क्लिपहरू पनि देखाउने छु, हेरिदिँदै गर्नुहोस् होला। गाइस, अहिले भने चाहिँ हामी तल दुर्पिन डाँडाको मुनि रोडसित आइपुगेको छौँ। अब चाहिँ हामी चाहिँ स्कुटी बाइकहरू साइड गरिसक्यो। अब यहाँ केटाहरूले हेलमेटहरू चेप्दैछ हो। अब चाहिँ हामी माथि हिँडेर जानुपर्ने हुन्छ हो। अब माथि निकै हिँड्नु पर्ने रहेछ उकालो दुर्पिन डाँडा जानुको लागि त। त्यहाँदेखि चाहिँ वो त खाने का चीज है। वाह ये रहेछ त खाई पनि हाल्न। इस जंगल में ये मिलना बहुत अच्छा रहता है क्योंकि इसमें ढेर सारा पानी होता है और इसे हम खाने वाले हैं
इसको साफ करेंगे पहले। सब पहले इसे ये इसका इसे निकालना पड़ेगा। के गरौँ खाइदैन रहन्छ त्यो र एन्टरटेनमेन्ट कि के भन्ने चाहिँ और ये गाइस देखो, ऐसा दिखने में ऐसा होता है, पूरा अंदर पानी पानी होता है। के हो भाइ यता फर्का त तिम्रो त अघि चराले हग्दैछ त गालामै हेर्नु सक्नुहुन्छ उसको चाहिँ जङ्गलमा आउँदा आउँदै चराले हग्दैछ यतापट्टि हो मैले जङ्गलमा आउँदा आउँदै अमला पाएँ जङ्गली। ये मिलना बहुत अच्छा यो अदरक के जङ्गली अदरक जंगली अदरक है, पर इसे खाने वाला बहुत किस्मत वाला होता है। हाँ, ये किस्मत वाला होता है, डायरेक्ट ऊपर। पहले के समय में यो झिल है झिल माछा खाता। माछा पल्ता हामी पुग्न आँटेको छ है माथि दुर्पिने डाँडाबाट चाहिँ हामी दुर्पिनले ओह्रालो जोरथाङ हेर्ने जोरथाङ किनकि हामी कहिले देखेको थिएन हो अनि चाहिँ जोरथाङ हेर्नु चाहिँ हामी माथि दुर्पिने डाँडासित आएको अब कस्तो देख्दै रहेछ हेर्छु अन्त तपाईँहरूलाई पनि फिलिङ हाम्रो सेयर गर्छु हल्का उकालो हिँडेर यस्तो दुःख गरेर चाहिँ हामी जोरथाङ हेर्ने आएको है गाइस त्यहाँबाट वेलकम गर्नु पनि एउटा बसिरहेको रहेछ सर तपाईँहरूलाई म त्यो पनि देखाउने छु केटा ह्यान्डसम भएर आएको थियो यहाँ हिँडेको चाहिँ यस्तो उकालो हिँडेको चाहिँ दामी चाहिँ सो गाइस फाइनली पुग्यो हामी दुर्पिने डाँडा है हामी दामी देख्ने रहेछ नि त अहिले हामी अझै यो यसमा चराहरू देखाउँछु तपाईँहरूलाई कस्तो देख्छ यो सर हुनुहुन्छ यहाँनिर वेलकम बस्नु भएको रहेछ सर नमस्ते सर हामी जाँदा हुन्छ है यहाँनिर ए जानु अरे हामीलाई सरले पास दिनुभयो खुसी लाग्यो राम्रो हुनुहुँदो रहेछ अब जुन केटा माथि डाइरेक्ट कस्तो छ हेर्नुहोस् है अब तपाईँहरू फोन नम्बरहरू देख्छ गरेको केटा रिङ्गट चल्यो त घुम्दा कता चाहिँ माथि रहेछ नि त ग्रिल लगाएको रहेछ देख्छ क्या भ्यू पनि सो गाइस अब यति चाहिँ भन्नु चाहिँ यहाँ टुप्पीमा पुगेको छ दुर्पिन डाँडाको यहाँबाट हेरिदिनुहोस् न हल्का भ्यू दामी देख्नु रहेछ नि त यहाँ तल चाहिँ जोरथाङी ए भ्यू हेर्नुहोस् कस्तो देख्दो रहेछ केटाहरू नि आइपुगेको छ केटाहरूलाई कस्तो लाग्यो यत्रो हिँडेर उकालो हिँडेर आयो होइन यो ठाउँ कस्तो लाग्यो हिँडेको अब तिमीहरूलाई वर्दी लाग्यो तपाईँले देखाइदिनु सक्नुहुन्छ तल हेर्नुहोस् त मैले अघि देखाइसकेको छु होइन अब त्यो तिमीहरूलाई हल्का तपाईँहरूलाई यता तल उयो सोचेको यतापट्टि चाहिँ बेङ्गाल पर्छ फेरि यता चाहिँ तपाईँको सिक्किम है फेरि ए त्यो कुरा भन्नुभयो कि भएन तपाईँले तपाईँहरू अरू अब तपाईँहरू त यहाँ आइपुग्नु भयो होइन अरूहरूलाई के भन्न चाहनुहुन्छ अरूहरूलाई त अब यसो जिन्दगी चाहिँ अब यस्तै हो क्या।
तपाईँहरू पनि अब यस्तो जग्गामा आउनुहोस्, यस्तो जग्गा छ हाम्रो वेस्ट सिक्किममा होइन, यस्तो यस्तो दामी कुरा जग्गाहरू रहेछ। मलाई त थाहा पनि थिएन, यहाँ दाहरूसँग घुम्न आएको थिएँ होइन, मलाई थाहा भयो यस्तो दामी जग्गा रहेछ। दामी लाग्यो मलाई, ओभर सेटिस्फेक्सन क्या। अनि हामीले चाहिँ त्यो यताउता घरको कुराहरू त धेरै हुन्छ होइन, तर त्यो कुराहरूलाई चाहिँ बाहिर राखेर घुम्नु चाहिँ निस्किनै पर्ने रहेछ क्या। अन्त चाहिँ यस्तो कुराहरू अनुभव गर्नु पाउँदा चाहिँ मजा आउँदैछ। तेरो के भन्छ साथी? मलाई त केही भन्नु छैन, अब म त बस्छु होइन, भाइलाई फर्स्ट टाइम आएको। ऊ चाहिँ फर्स्ट टाइम आएको यो जग्गा, निस्केको थिएन नभए घर तरुल है ऊ चाहिँ। हामी चाहिँ दुर्पिन डाँडाबाट ओह्रालो झर्दै गरेको, अब चाहिँ तल आर्कान्दी ढुङ्गाको लागि गएको। केटाहरू ओह्रालो चाहिँ खुसी भएर हिँड्छ नि उफ्रिँदै। हेर्नु अन्त सब्जी त के हो, खुसी लागेन क्या ओह्रालो हिँड्नु। सो गाइस हामी चाहिँ अहिले चाहिँ ओह्रालो आर्कान्दी ढुङ्गापट्टि जाँदै गरेको। यहाँ आधी बाटोमा पुगिसकेको छौँ। अब चाहिँ आइपुग्नु आँटेको जस्तो लागेको छ मलाई पनि हो। गर्नुहोस् चेन्ज गर्नु होइन, तपाईँहरूले फुल भ्लग हेरिदिनु होला। हेलो गाइस, अहिले भने चाहिँ हामी आर्कान्दी ढुङ्गा आइपुगेको छौँ हो। अब तपाईँहरूले यहाँ के हो, कसो हो, कस्तो रहेछ होइन, तपाईँहरूलाई म सबै देखाउने छु, हेरिदिनुहोस् होला। यस्तो बनाउँदै रहेछ अहिले चाहिँ, बनाउँदैछ, कम्प्लिट त भइसकेको छैन रहेछ, तर पनि मान्छेहरू चाहिँ पुरा आउँदो रहेछ। अब चाहिँ मौसम पनि कालो हुँदैछ, पानीले चाहिँ हामीलाई कुट्दैन रहेछ आज, तर पनि हामी चाहिँ अब यो जग्गा त आएको हो, किनकि अब यो जग्गा भिजिट नगरेर जानु भएको छैन होइन। अनि चाहिँ हामी घुमेर अहिले तपाईँलाई देखाउँदैछु ल। मान्छेहरू चाहिँ पुरा आउँदो रहेछ यहाँनिर। केटाहरू चाहिँ अगाडि अगाडि छ। ओ केटा यहाँ हेर्दै न, हेलो भन्दै हेलो के देख्दिनु रहेछ केटाहरूलाई चाहिँ हो, हात मात्रै देख्दैछ केटाहरूको यहाँबाट चाहिँ। हेर्दा पनि बनाइदिएको रहेछ मेरो साथीकै चर्च हो त्यहाँ चाहिँ गाइस आवाज चाहिँ राम्रो सुन्दैन मलाई। हामी बनाइदिएको रहेछ अहिले चाहिँ। चिलमा हिँड्दैछ यहाँनिर, पानी बढ्नु थाल्यो हो अरू जग्गा त। हावामा केटाहरू पनि आउँदैछ उकालो, झार्दैछ कुसल जस्तो लड्दैछ अस्तिको। लगाइछु माथि डाँडा पुगेर फेरि तपाईँहरूलाई देखाउँछु ल। उकालो हिँडा हिँड्दैछ हाम्रो, माथि जाउँ न, माथि गएर खिचौँ न। यहाँ कसको लुगा हो छोडेछु गाइस। अबै होस् उहाँ त्यो समीर पनि आउँदो रहेछ। यस यो चाहिँ हाम्रो गाउँको भाइ हो, यो चाहिँ गाउँबाट हराएको थियो। आज चाहिँ मैले चाहिँ यहाँ आँखाने ढुङ्गामा भेटेको चाहिँ। यस भाइ हेलो भन्दै। हामीले चाहिँ हराएको डायमन्ड चाहिँ अहिले पाउँदैछ। बिम्पेटी गाउँबाट हराएको थियो होइन, आज चाहिँ उसलाई यहाँ भेटाएको छौँ। यहाँ चाहिँ समीर भाइ चाहिँ कहिले आएको भाइ त? आज आएको दा। गाइस हामी चाहिँ टक्कै टुप्पोमा आउँदैछ, पब्लिक धेरै छ होइन। अब हामी केही प्र्याङ्क गर्नु आँटेको छ, रियाक्सनहरूमै। यो भाइ चाहिँ कमेडी भाइ छ हो, हेर्नु सक्नुहुन्छ। चारैपट्टि पानी पर्नु थाल्यो, अब चाहिँ ऊबाट नि पुरा पानी पर्नु थाल्यो हो। अब हामीलाई ढिलो भइगयो होइन, के गर्नु अब बिजी पनि। यहाँ चाहिँ अहिले दामी जग्गा भएको रहेछ नि त, सबैजना आउँदैछ, त्यही कारण हामी पनि आज चाहिँ टाइम निकालेर आएको। बिहान त पानी नै पर्दै थियो, फेरि घाम लागेर चाहिँ हामी आएको यो जग्गामा। दामी भएको रहेछ यो जग्गा। तपाईँहरू पनि आएर भिजिट गरिदिनुहोस् ल।
चाहिँ अहिले सबै चारै जग्गा पानी पर्नु थाल्यो पुरा कालो भएर अब हामी चाहिँ भिज्दै नै रहेछ ऊबाट त हामी के पानी पर्नु थाल्यो यहाँ यहाँ चाहिँ समीरो हेलो भन्दै यहाँ चाहिँ हामीले अलिअलि खाने चिजहरू ल्याएको थियो अब त्यो चाहिँ हामी चाहिँ यहाँ आएर चाहिँ खाने यो चाहिँ ब्रिजर सिरिजर के होइन यो प्रिडेटर है गाइस तपाईँहरूले ब्रिजर सब्जी दिनुहुन्छ होइन प्लेसहरू खाएको यहाँ अलिअलि छ वाइवाई के छ अहिले हामी चाहिँ टोटलमा गएर खाजा खाने हो अनि हामी चाहिँ यहाँ चाहिँ अलिकति टाइम पासको लागि ल्याएको हो ओके गाइस हेर्दै गर्नुहोस् होला फेरि तपाईँहरूलाई म दिनेछु यहाँ चाहिँ गाइस कसको मुटु रहेछ छोडेको रहेछ तपाईँहरूले होइन पानी बेसी परेको हतारले गर्दा चाहिँ कसले छोड्नु भएको रहेछ भनिदिनुहोस् है यो भिडियो हेरेर चाहिँ होइन केटा कि होम डेलिभरी गरिदिनु है यो नसक्ने रहेछ हो चाम्रो मुटु रहेछ यो कसको कठोर मुटु रहेछ यो साह्रो रहेछ है अहिले चाहिँ हामी पानी ठुलो परेको थियो होइन अन्त हामी चाहिँ यहाँनिर चाहिँ हेर्नु यसरी होमस्टेमा निक्लेको थियो होइन ग्रिन विङ्समा अन्त हामी चाहिँ अब पानी पनि रह्यो होइन अब चाहिँ हामी निस्किनु आँटेको अन्त यहाँ हेर्नुहोस् अब यहाँको लोकेसनै दामी रहेछ होइन मजाको ठाउँ रहेछ तपाईँहरू पनि आएर भिजिट गरिदिनुहोस् होइन होमस्टेको नाम चाहिँ ग्रिन रहेछ यहाँ चाहिँ अब तपाईँहरूलाई नजिक पर्छ दुर्पिने डाँडा र यसलाई आगामी घुम्न है तपाईँहरूको चाहिँ के नजिक हुन्छ होइन तपाईँहरू पनि आएर यहाँनिर निस्किदिनु होला मजाको लोकेसन छ हेर्नुहोस् मजाको छ हेर्नुहोस् है भिजिट गरिदिनुहोस् तपाईँहरू पनि यहाँको कन्ट्याक्ट नम्बरहरू पनि दिनेछु होइन तपाईँहरूले हामीलाई सुत्दा पनि भइहाल्छ कमेन्टहरू गर्दा पनि हुन्छ अहिले चाहिँ गेस्टहरू थप्पै रहेछ यहाँनिर हो पार्किङ फेसिलिटी नि राम्रै पाउनुहुन्छ डु भिजिट गाइस यो चाहिँ जस्ट रोडको माथिल्लोपट्टि छ मजाको छ यो हेर्नुहोस् ओके गाइस आजको मेरो ब्लग चाहिँ यहाँ इन्ड हुँदैछ तपाईँहरूले फुल हेरिदिनुहोस् होला हल्का माया देखाइदिनुहोस् होला अनि सेयर सब्सक्राइब लाइकहरू सबै गरिदिनुहोस् होला तपाईँहरूले लोकलहरूलाई नै यसरी माया दिइरहनु भयो भने होइन हामीलाई पनि मोटिभेट हुन्छ होइन अनि भिडियो बनाउनु नि मनपर्छ होइन अस्तिको दुईवटा मेरो ब्लगमा त तपाईँहरूले धेरै माया अनि सपोर्ट गरिदिनु भयो होइन यसरी नै सपोर्ट गरिदिनुहोस् म तपाईँहरूलाई फेरि नयाँ नयाँ ब्लग नयाँ नयाँ ठाउँमा गएर तपाईँहरूलाई ब्लग ल्याएर देखाइरहनेछु ओके सी यु इन नेक्स्ट ब्लग